रोजगारी एप डाउनलोड गर्नका लागि सबैभन्दा पहिले आफ्नो मोबाइलको प्ले स्टोरमा जानुहोस्। त्यहाँ सर्च बटनमा रोजगारी टाइप गरी खोज्नुहोस्। खोज्दा सुरुमा नै रोजगारी एप देखिन्छ, त्यसलाई इन्स्टल गर्नुहोस्। इन्स्टल भएपछि ओपन बटनमा थिच्नुहोस्। त्यसपछि अलाउको विकल्पमा थिच्नुहोस् ताकि नयाँ रोजगारीका अवसरहरू आउँदा तपाईलाई नोटिफिकेसन आउन सकोस्। अब प्रोफाइलमा थिच्नुहोस् र रोजगारीमा सामेल हुनुहोस्मा क्लिक गर्नुहोस्। आफ्नो नाम र मोबाइल नम्बर राखी साइन अप बटनमा थिच्नुहोस्। के यो नम्बर सही हो भन्ने विकल्पमा होमा थिच्नुहोस्। तपाईको मोबाइल नम्बरमा आएको ओटिपी प्रविष्ट गर्नुहोस्। त्यसपछि आफूलाई उपयुक्त हुने पासवर्ड राख्नुहोस्। अब तपाई कस्तो काम खोज्दै हुनुहुन्छ त्यो छनौट गरी अगाडि बढ्नुहोस्। त्यसपछि तपाईमा भएका सिपहरू स्किल्स राख्नुहोस्। तपाई कहाँ काम खोज्दै हुनुहुन्छ प्राथमिकता अनुसार स्थान छनौट गर्नुहोस्। अब तपाईको व्यक्तिगत विवरण भर्नुहोस्। आफ्नो विवरण पूरा रूपमा भर्नुहोस्, जस्तै तपाईको उमेर, कामको अनुभव, लिङ्ग, शैक्षिक योग्यता, अपेक्षित तलब। अब तपाई काम गर्ने अवस्था तथा तपाई वैदेशिक रोजगारीमा जानुभएको छ वा छैन त्यो छनौट गर्नुहोस्। यसपछि दर्ता फारम सफलतापूर्वक पूरा हुन्छ। अब तपाई कामका लागि आवेदन दिन तयार हुनुहुन्छ। बाँकी रहेका विवरणहरू जस्तै कामको अनुभव तथा शैक्षिक विवरणहरू विस्तृत रूपमा भर्नुहोस् र आफूसँग उपलब्ध सिभी समेत अपलोड गर्नुहोस्। धन्यवाद।